हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ आज घुम्न जाँदैछौँ। हामी माथि चाहिँ छेडासम्म पुग्ने भन्ने प्लान छ। अब हेरौँ कहाँसम्म हुन्छ। मौसम पनि पानी पर्ला पर्ला जस्तो भइरह। बुढाबुढी जान लाग्छौँ कि हामी फेरि घुम्न आज। अब धेरै दिन भयो नि त बुढीलाई नघुमाएको। आज चाहिँ यसो घुमाइदिउँ भनेर बुढीलाई लगेर हिँड्दैछु म चाहिँ। भर्खरै रुमदेखि निस्क्यौँ हामी चाहिँ। अब जाँदैछौँ हामी। म चाहिँ बिहान काम गरिदिनु गएँ क्या मामाको, फेरि त्यही भएर ढिलो भयो। हामी चाहिँ आइपुग्यौँ टक्क भन्नुपर्दा भानु पार्क। यो चाहिँ भानु पार्क हो। कतिलाई घाम लाग्ला जस्तो हुन्छ, कतिलाई पानी पर्ला जस्तो हुन्छ, के हुन्छ मौसम। 2 मिनटमा फेरि घाम लाग्छ, 2 मिनटमा फेरि पानी पर्ला जस्तो हुन्छ। त्यो माथि डाँडामा जाने भनेको क्या मैले। त्यो माथि डाँडा छ नि, त्यो माथि डाँडा त्यही हो जाने भने। कहिले हो त? अहिले लग्नु लाग्छु त हो कि कस्टमर त्यही डाँडा यो जानु लाग्यो खालि। त्यहाँ माथि पिजो के दैलेख जाने बाटो हो क्या त्यो। केही नै फटाफट खिचिदिन्छु तेरो भिडियो सिडियो बनाइदिन्छु आइफोनबाट। त्यो चाहिँ दैलेख रोड हो है गाइस, दैलेख रोड। यहाँ माथि चाहिँ एउटा आर्मी ब्यारेक आउँछ। टक्क आएर बाटो चाहिँ क्या दामी छ क्या, मस्त है। हल्का हल्का पानी पर्न सुरु भइसक्यो। किन? बैगुनीले छाने 7 किलोमिटर छ त्यहाँ, 7 किलोमिटर। आफ्नो साइडबाट हिँड्ने हो कि? आफ्नो साइडबाट हिँड्ने भइहाल्छ कि, हर्न बजाउनु पर्दैन। गुड 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 गुड। त्यतातिर हल्का पाइन्छ जस्तो लाग्छ मलाई। त्यहाँ माथि गएपछि त्यहाँबाट पुरै सुर्खेत भ्याली देखिन्छ क्या। कटकुवा 5 किलोमिटर। के खतरा पानी परेको छ, त्यही भएर चिसो भएर रहेछ क्या। यहाँ निस्क्यौँ गाली म त्यति बेला दौडे जङ्गल जान। एक्लै होइन, म जीवन भाइ जुन हावा चल्यो पछाडि देखिन्न के, गर्नु मिल्दैन पछि माथि गएर। क्या मौसम क्या दामी छ यहाँदेखि गाइज। बारीको भ्यू देख्न सक्नुहुन्छ गाइज तपाईँहरू पनि। क्या बबाल छ, बबाल बबाल बबाल। पानी परेर क्या सफा भएर रहेछ कि यतातिरको भ्यू चाहिँ। ल गाइज फाइनली पुग्न लाग्यो है हामी चाहिँ कटकुवा। हामी फाइनली पुग्न लाग्यौँ। हामी चाहिँ फाइनली कटकुवा पुग्न लाग्यौँ गाइज। यो कटकुवा हो भनौँ एक हिसाबले, कटकुवा नै हो। अब आयो कटकुवा, यो है सल्लाहघारी।
जाम उता पर उता जान्छ गाडी अलि गाडी जान्छ के लग्यान अरूले नि यो छाप देखिनस् त्यो मान्छेहरू यहीँ आएन त त्यहीँ जान्छ कि गाडी तलैसम्म जान्छ गाडी सो गाइज हामी चाहिँ फाइनली कटुवा पुगिसक्यौँ तपाईँ देख्न सक्नुहुन्छ यहाँदेखि सुर्खेतको भ्यू है चाहिँ सुर्खेत हो यो ताल चाहिँ देखिरह अनि यो ताल चाहिँ बुलबुले ताल यता एयरपोर्ट यता परदेश हस्पिटल है यतातिर छ अनि टक्क उयो सुर्खेत रङ्गशाला स्टेडियम अनि यहाँ चाहिँ मेरो बुढीलाई पनि देखाइदिनु पर्यो अरे भाइरल गराइदिनु पर्यो अरे आँसु चाहिँ बबाल छ मेरो बुढीको बुढाबुढी आएको चाहिँ यहाँ चाहिँ घुम्न बुढाबुढी आएको धेरै दिन भयो क्या बुढीलाई कतै घुमाएको थिएन ज्याउ लाग्यो होला बोर लाग्यो होला भनेर चाहिँ अन्त लिएर दिएको त्यो चाहिँ काँक्रे बिहार बनो है उयो चाहिँ त्यति राम्रो चाहिँ आएन क्या मौसम आज त्यति राम्रो छैन नि त त्यही भएर सो गाइज अब हामी चाहिँ निस्किन लागिसक्यौँ यहाँदेखि अब हल्का फोटोसोटो खिचियो भिडियो सिडियो बनाइयो अब हामी चाहिँ निस्किन लाइन घरतिर हिँडिदिनु पऱ्यो पानी पर्ला जस्तो भन्दा नि पानी परिसक्यो क्या तलतिर भ्यालीतिर त परिसक्यो रहेछ भ्यालीतिर चाहिँ पानी परिसक्यो अब यहाँ पनि पर्ला जस्तो भयो हामी चाहिँ हिँडेको घरतिर अब पछि पानीमा भिज्नुभन्दा त मौसम कस्तो चिसो छ क्या यहाँ माथितिर चाहिँ भ्यालीतिर चाहिँ गर्मी छ माथितिर चाहिँ कटुवातिर लास्ट चिसो रहेछ बुढी चाहिँ उता भिडियो बनाइरहेको छ फेरि गाडीमै अब एकछिन उयो हान्दिमा चाहिँ 2-3टा फोटो हानिदिनु पर्यो बुढीको यहाँदेखि पनि देखिन्छ है गाइज सुर्खेत भ्याली चाहिँ अहिले चाहिँ सुर्खेत भ्यालीमा चाहिँ पानी परिसक्यो क्या त्यही भएर हेर्नु न पुरै खतम देखाएको छ अघिको भिडियो तपाईँले हेर्न सक्नुहुन्छ त्यसमा चाहिँ दामी देखायो नि भ्याली यहाँ चाहिँ हामी 2-4वटा फोटो खिचेर निस्क्यौँ बुढीको 2-4वटा फोटो खिच्दिएँ मैले चाहिँ खास चाहिँ मलाई चाहिँ फोटोमा इन्ट्रेस्ट लाग्दैन क्या केटीहरूलाई हो नि त फोटोमा धेरै इन्ट्रेस्ट लाग्ने त मेरो बुढीलाई चाहिँ अब जहाँ गयो त्यहीँ फोटो खिच्न मन लाग्छ फेरि अलिअलि राम्रो ठाउँ देख्नै भएन क्या फोटो खिच्नै पर्ने अरे मलाई चाहिँ खास चाहिँ इन्ट्रेस्ट लाग्दैन क्या अब त्यस्तै अब मेमोरीको लागि अब होइन कहिल्यै नगएको ठाउँमा चाहिँ खिच्न मन लाग्छ कि र अब यो सधैँ आइरहेको ठाउँमा चाहिँ म चाहिँ सधैँ मतलब आइरहने हो धेरै पहिल्यैदेखि आइरहेको थिएँ म चाहिँ अब बुढी चाहिँ कहिल्यै नआयो नि त अब उसलाई चाहिँ रमाइलो लाग्यो अरे मलाई पनि रमाइलो लाग्यो बुढीसँग आएर आफ्नै गाउँको पनि घुमेको छैन घुम्न त बुढीले चाहिँ घुमाइदिनु पर्ला हामी चाहिँ घरतिर छिटो फर्किनुको रिजन एउटा यो पनि हो कि तलतिर भ्यालीतिर चाहिँ पानी परिसक्यो क्या अनि कपडा अब भिज्छ नि त बिहान धोएर राखेको अब सुकाएको अब त्यो भिजिहाल्यो होला अब सायद त त्यही पनि अब छिटो जानु पर्यो भन्ने हो ला पानी पर्न लागिसक्यो गाइस भिजिने भयो अब नराम्रो तालले यहाँबाट चाहिँ हामी अब सिधै घन्टाघर निस्केर घन्टाघरदेखि जानुपर्छ हामी चाहिँ जाडो भयो गाइज भिजियो लास्ट
के साह्रो पानी पर्यो हो। पहिलो दिन घुमाइदिन्छु भनेको त बुढीलाई झन् पानी परेर हैरान। एक दिन यसो घुमाइदिउँ भनेको बुढीलाई पानी परेर हैरान गरायो। खै होइन तल हो, यहाँ पनि छ जताततै छ यहाँ। ल यो चाहिँ घन्टाघर है, घन्टाघर। यतातिर चाहिँ हल्का हल्का पानी पर्न लागेको रहेछ, माथितिर चाहिँ पुरै भिजियो क्या। यहाँ पनि पानी परिसकेको रहेछ। दुई थोपा पानी पर्न सायद बत्ती गएछ सुर्खेतमा फेरि। सुर्खेतमा पानीको नदी। अब राराताल देखाउँछु है गाइज, राराताल ऊ त्यो राराताल। यो सुर्खेतको राराताल है, यही हो सुर्खेतको राराताल। ल तपन सर पनि आउनु भएको रहेछ, सुन्दर सर त अघि आउनु भएको थियो। कर्याम कर्याम ल ल ल ओ यहाँ पानी परेर भिजेर यहाँ देख्नु भने भिडियो